संयमको अध्यक्ष मेरो नाम देवेन्द्र कुमार, जन्मस्थल चाहिँ लक्ष्मी हो। अहिले अब म यहाँहरूलाई जुन विगतमा भएका कुराहरू, यहाँ प्रगति गरेका कुराहरू, संस्थाले गरेका कुराहरू छोटकरीमा यहाँले जानकारी दिन चाहन्छु। र अहिले हामीले यहाँ याक्थुङ कुरुम्बाङ संयमको केन्द्रीय कार्यालयको एक किसिमबाट कुरुम्बाङहरूको दरबारै एउटा खडा गरेको छौँ, आफ्नो चाहिने एउटा गछि अनुसारको। र यो ठेगाना चाहिँ सुनसरी जिल्ला धरान उपमहानगरपालिका वार्ड नम्बर 5 आठटारमा अहिले यो निर्माण लगभग सकिनै लागिरहेछ हाम्रो भवन। त्यस कारणले अब यो भवन बनाउनको उद्देश्य चाहिँ कुरुम्बाङ संयमको, कुरुम्बाङ परिवारको एउटा चाहिने ऐतिहासिक एउटा पहिचान कायम रहोस् भन्ने मुख्य उद्देश्य हो। र साथसाथै हामीले यहाँ आउँदो 2082 साल फागुन 27, 28, 29, 30 4 दिने हामी कार्यक्रम गर्दैछौँ। त्यसमा 27 गते चाहिँ हामीले यहाँ यो भवनको लिम्बू संस्कार अनुसार जुन सिलाङ अथवा मूल खम्बा ओवामा पूजा गर्ने, त्यसको विधिगत रूपमा हामीले चाहिने भवनलाई थपथामा गर्ने कार्यक्रम रहेको छ भने 27 गते बेलुका चाहिँ हामीले चाहिँ 28 गते बेलुका चाहिँ 28 गते बिहान हामी गर्छौँ होइन, बेलुका ओआमा होइन 27 गते बेलुका हामी ओआमा गर्छौँ। 28 गते चाहिँ पाकाश्राप गर्ने हाम्रो रणनीति छ। त्यसो हुँदाखेरि साथसाथै 29 गते चाहिँ हामीले विधिगत रूपमा यो भवन उद्घाटन साथै हामीले याक्थुङ कुरुम्बाङ संयमको कुरुम्बाङ परिवारको तेस्रो वंशावली विमोचन गर्ने कार्यक्रम रहेको छ। र 30 गते चाहिँ हाम्रो 5औं महाधिवेशन बन्द सत्र रहनेछ। त्यसो हुँदाखेरि यहाँ 29 गतिको कार्यक्रममा हामीले लगभग गैर कुरुम्बाङ अथवा कुरुम्बाङ बाहेक अरू थरगत रूपले हामी संस्थागत रूपमा हामीले कम्तीले 50 भन्दा धेरै हामी पत्र पठाएछौँ। र 29 गते हामीले चाहिँ उद्घाटन हाम्रा अग्रज देशराज कुरुम्बाङ प्रमुख अतिथि रहनेछ। र त्यसै गरी यही यसै नगरपालिका उपमहानगरपालिकाका चाहिने अहिले जुन कार्यवाहक प्रमुख आइन्द्र बेगाज्यू चाहिँ हामी विशेष अतिथिको रूपमा हामीले निमन्त्रण गरेका छौँ। र उहाँहरूकै अतिथिमा हामीले चाहिँ बृहत कार्यक्रम गर्ने हामीले चाहिँ लक्ष्य लिएको छौँ। र त्यसै गरी हामीले 30 गते बन्द सत्र कार्यक्रम रहेको छ। र त्यसमा पनि हाम्रो दाजुभाइ सम्पूर्ण बौद्धिक क्षेत्र लगायत सबैजना उपस्थित भएर नयाँ कार्य समिति चयन गर्नुपर्नेछ। यस भवनमा जुन आर्थिक सहयोग गर्नुभएको छ तपाईँहरूले इच्छा अनुसार, र तपाईँहरू सम्पूर्णलाई म के भन्न चाहन्छु भन्दाखेरि मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट तपाईँहरूलाई लाखौँ लाख धन्यवाद दिन चाहन्छु। र यसरी नै फेरि पनि कार्यक्रमहरू एजेन्डाहरू गर्नुपर्ने धेरै नै बाँकी रहेको छ। र त्यो पुरा गर्नु पनि तपाईँहरूले निरन्तर सहयोग आउँछ नै भन्ने आशा लिएको छु। र स्वदेश विदेश जहाँ हुनु भएको छ तपाईँहरूले चाहिँ एक छाक छाडेर एक छाक बाँकी रहे तपाईँहरूले यो संस्थाले सहयोग गर्नुभएको छ। त्यसको निम्ति तपाईँहरूलाई फेरि पनि
धन्यवाद दिन चाहन्छु। र तपाईँले भोलिको दिन केही कमी कमजोरी यदि भेट्नुहुन्छ भने तपाईँले हमला उठाउन सक्नुहुन्छ। तर एउटा के भन्नु चाहन्छु भन्दाखेरि हामी पनि तपाईँहरूको प्रतिबद्धताका साथ यहाँको निर्माण कार्य समिति र सिङ्गो संस्थाको कार्य समितिलाई म धन्यवाद दिँदै यो 29-30 गते चाहिँ जसरी पनि अब छोरी चेली बुवा आमा अब सम्पूर्ण उपस्थित भएर यो कार्यक्रममा सफल पार्दिन विनम्र अनुरोध गर्छु। सेवारो नमस्कार, म हर्कजम कुरुम्बाङ, याक्थुम कुरुम्बाङ सङ्गजुम्बोको केन्द्रीय कोषाध्यक्ष अनि यो भवन निर्माण संयोजक अनि आर्थिक संयोजकको नाताले म सबैलाई दाजुभाइ देश विदेशमा के जोड्न चाहन्छु भने यो भवन चाहिँ एकदमै गुरुम्बाङको ऐतिहासिक एउटा भवन निर्माण भएको छ। त्यसमा तपाईँहरू सर्वप्रथम यो 29 गतेको भेलामा उद्घाटनमा सबै उपस्थित भइदिनुहोस् भन्ने मेरो अनुरोध छ। अनि यो जस हामीले लगभग यो 1.5 करोडको अनुमान गरेको थियौँ, तर झन्नै 2 करोड जस्तो पैसा पनि उठ्यो अनि खर्च पनि 1,70,80 लाख लगभग खर्च भइसकेको छ। अनि अझै यस्तो खर्च त पुरै आवश्यक देखिन्छ। अझै यसलाई अब योभन्दा अझै सिङ्गरपटार गर्नुपर्ने आवश्यक छ। अनि यो चाहिँ एकदमै यस्तो ठाउँमा छ कि यो एउटा अब पछिल्लो समयमा पार्टी प्यालेस भन्छ इङ्ग्लिसमा, अब नेपालीमा चाहिँ अलिकति खोज्नै पर्छ। अनि यो जुनसुकै समयमा बिहे व्रत अब विभिन्न कार्यक्रमहरू यहाँनिर चलाउन सकिन्छ। यसको क्यापेसिटी हलभित्र मात्रै झन्डै 500 अट्छ। अनि यो बाहिर निकै ठुलै फराकिलै छ। अनि यतातिर एकदमै राम्रो हावा, शुद्ध फ्रेस हावा खानु पाइन्छ। त्यसले गर्दाखेरि हाम्रो कुरुम्बाङ मात्रै नभएर यो हल चाहिँ यहाँको स्थानीय अरू कोहीले पनि चलाउन सक्नुहुन्छ। हामी चलाउनु पनि अनुरोध गर्दछौँ। यो अब एकदमै चाँडै खुल्दैछ, ओपनिङ हुँदैछ। त्यसमा अब देश विदेशमा रहनुहुने दाजुभाइ छोरी चेलीलाई अब भरसक आउने प्रयास गर्नुहोस् भनेर मैले 1 वर्ष अगाडिदेखि नै आह्वान गरेको। अब विशेष कामले आउन सक्नुहुन्न भने त्यो दिन हामीले 29 गतेको दिन चाहिँ लाइभ प्रसारण गर्नेछौँ। समय मिलाएर तपाईँहरू आफै हेर्नुहोला भन्ने अनुरोध गर्दछु। धन्यवाद।